विश्वस्तरलाई प्रमाणित गरिसकेको छ। आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू, अनुसन्धान केन्द्र, सरकारी निकायहरू तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा नेतृत्वदायी भूमिकाहरू रहेर हाम्रा पूर्व विद्यार्थीहरूले अक्सफोर्ड कलेजको गौरवमय इतिहास जीवित बनाइरहेका छन्। यी सम्पूर्ण उपलब्धिहरूमा हाम्रा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छकहरूको निरन्तर विश्वास, सहयोग र समर्पणको परिणाम हो। अब म औपचारिक रूपमा यस कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। तपाईहरूले पढ्दाखेरि निद्रा लाग्यो, पढ्न जान लागेन भने तपाईँको सपना अझै पुगेन, अलिक गम्भीर भएर अलिक गम्भीर अठोट लिनु पर्यो। 3.5, 3.6 नम्बर ल्याउन त जहाँ पढे पनि ल्याइन्छ, तर हामी एक्स्ट्रा के सिकाउँछौँ? तपाईँहरूको जीवनको भ्यालु सिकाउँछौँ, तपाईँहरूसँग अन्तर्निहित शक्ति छ भन्ने कुरा सिकाउँछौँ। शैक्षिक प्रगतिको मुख्य आधार भनेको केवल राम्रो अङ्क वा राम्रो जिपिए मात्र होइन। विद्यार्थीले सर्वाङ्गीण पक्षहरू त्यसको विकास गर्न सक्यो वा सकेन, उसको आफ्नो भित्र भएको अन्तर्निहित प्रतिभा, जस्तै कोहीलाई नाच गर्न आउला, डान्स गर्न आउला, कोहीलाई खेलमा राम्रो होला, कोही चाहिँ राजनीतिमा राम्रो होला, कोही समाजसेवामा राम्रो होला, सबै पक्षहरूको उसको अन्तर्निहित प्रतिभालाई चिनेर हामी त्यही अनुसार चाहिँ उस पढाइलाई अगाडि बढाउन सक्छौँ। 6 वर्षसम्म 2+4 वर्ष जोडेर भने मैले यो 6 वर्षसम्मको शैक्षिक यात्रामा, शैक्षिक परिवारमा म तपाईँहरूलाई फेरि स्वागत गर्दछु। अब हामीले 2 वर्षको दौरानमा दिने विशेष कार्यक्रम, अतिरिक्त क्रियाकलापहरू अन्तर्गत हामीले खेलकुद, हाजिरी जवाफ र विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरू, एचएमको लागि 5 स्टार होटल भिजिट, त्यो केही टाढा हुनेछ पोखरा वा बुटोलमा, र केही नजिकका 5 स्टार वा 4 स्टारहरूमा होटल भिजिट हुनेछ। म्यानेजमेन्ट पढ्ने विद्यार्थीको लागि औद्योगिक भ्रमण हुनेछ। ट्राफिक सचेतना, लागु औषधको सचेतना सम्बन्धी कार्यक्रमहरू, यो मोबाइलको दुरुपयोगबाट कसरी बच्ने भन्ने पनि हामी सचेतना दिन्छौँ, किनभने हाम्रो कलेज आइटी कलेज हो। यसमा हामीले विभिन्न किसिमको सचेतना बेला बेलामा समय मिलाएर दिने गर्दछौँ। यहाँ पढ्ने व्यक्तिहरू, विद्यार्थीहरू मल्टी ट्यालेन्टेड भएर निस्किउन्, अनुशासित भएर निस्किउन्, संस्कारयुक्त भएर निस्किउन् भन्ने हाम्रो सोचाइ छ, हाम्रो भावना छ। र हाम्रो मेन उद्देश्य पनि न कि कोर्सको कुरा मात्रै, सर्वाङ्गीण कुरामा हामी विकास गर्न सकौँ र विद्यार्थीहरूको भविष्यको सुनिश्चित गोरेटो कोर्नलाई साथ सहयोग दिन सक्छौँ भन्ने हामीले तपाईँहरूलाई विश्वास दिन चाहन्छौँ। हामीले एकाडेमिक हिसाबमा विद्यार्थीलाई सबभन्दा पहिला उपस्थितिलाई विशेष ध्यान दिने गरेका छौँ। निरन्तर हुन भइदिनको लागि हामीले एकदमै कोसिस गरेका हुन्छौँ 1 नम्बरमा। त्यसपछि टेस्टहरूको सन्दर्भमा हामीले मन्थली टेस्ट लिन्छौँ, वर्षमा 6 वटा मन्थली टेस्ट लिन्छ अनि त्यसको रिजल्ट पनि मेन्टेन गरेर मार्कसिटै उपलब्ध पनि गराइन्छ।
अनि टर्मिनल टेस्ट 3वटा र एउटा फाइनल टेस्ट लिइन्छ। हामीसँग तपाईहरुको मन मुटु जोडिसकेको छ। अब यसलाई कसरी परिपक्व, कसरी तपाईको आशा गरेको अनुसारको रिजल्ट दिने भन्ने सम्बन्धमा, यावत कुराहरुको सम्बन्धमा आफ्नो भनाइ व्यक्त गरिदिनु हुनको लागि, अभिभावकज्यूहरु र विद्यार्थी भाइ बहिनीहरुलाई मार्गनिर्देश गरिदिनु हुनको लागि, आफ्नो र आफ्नो भविष्यको बारेमा, आफ्नो कलेजको योजनाको बारेमा प्रस्तुत गरिदिनु हुनको लागि आदरणीय फाउन्डर प्रिन्सिपल प्रोफेसर डाक्टर इन्जिनियर हरि भण्डारी सरलाई हार्दिक अनुरोध गर्दछु। आज तपाईहरु यहाँ हुनुहुन्छ, त्यसैले तपाईहरुको बच्चा हुनुहुन्छ, दोस्रो मेरो सम्बोधनको पात्र हुनुहुन्छ मेरा प्यारा प्यारा अक्सफोर्ड कलेजलाई चोइस गरेर आउनुभएका विद्यार्थी भाइ बहिनीहरु। तपाईले जन्माइदिनु भयो, त्यसैले त विद्यार्थी यहाँ आउनुभयो। तपाईले जन्म दिनुभएका तपाईका बालबच्चाहरूलाई पढाइदिने मेरा शिक्षक साथीहरू अनि हाम्रो यो सम्पूर्ण वातावरणलाई मिलाइदिने हाम्रा प्रशासनमा बस्नुभएका हाम्रा प्रशासनिक मित्रहरू अनि हामीलाई पनि विविध सूचना दिएर गाइड गर्ने प्रशासनका प्रमुख साथीहरू अनि हाम्रो क्वालिटीलाई आफ्नो ठाउँमा बसेर डिपार्टमेन्टको रूपबाट डिपार्टमेन्टलाई चुस्त दुरुस्त बनाइदिने मेरा डिपार्टमेन्टका साथीहरू र मेरो सँगसँगै काम गर्ने माथिल्लो निकायका साथीहरू यानी भाइस प्रिन्सिपल सर, म यहाँहरूलाई स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। तपाईहरुलाई अक्सफोर्ड कलेजमा स्वागतम। ओरिएन्टेसनको मतलब हो तपाईहरुलाई हाम्रो कलेजको विषयमा परिचय दिने। हाम्रो कलेज के हो, हाम्रो कलेज कहिले स्थापना भयो, हामीले कति वसन्तहरू पार गरिसकेका छौँ, हाम्रो भावी योजनाहरू के छ, हाम्रा सर म्याडमहरू कस्ता हुनुहुन्छ, हामीले तपाईको बच्चालाई कसरी पढाउँदैछौँ, तपाईलाई एउटा आशा र भरोसा बोकेर आउनुभएको छ, त्यो आशा र भरोसालाई हामीले कसरी अगाडि बढाउन सक्छौँ भन्ने कुरा हाम्रै प्राङ्गणमा दिनु, यो नै हो पहिलो अभिमुखीकरण। यो यहाँले बुझ्नु होला। यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु, किनभने तपाईको बालबच्चासँग तपाईको धेरै ठुलो आशा छ। मेरो पनि आशा छ, मेरो बालबच्चाप्रति मेरो पनि आशा छ। हरेक बाबा आमाको आशा हुन्छ आफ्नो बाबु नानीहरू सबैभन्दा सुन्दर हुन्, सबैभन्दा विज्ञ हुन्, सबैभन्दा राम्रा हुन् र देशलाई मात्रै होइन समग्र विश्वलाई आफ्नो मुठीमा राखुन्। यो अभिभावकहरूले चाहनुहुन्छ। यही क्रममा
आज तपाईँहरूलाई हाम्रो कलेजको विषयमा हाम्रो सिस्टमको विषयमा हामीले तपाईँलाई ओरिएन्टेसन गर्न गइरहेका छौँ। यो ओरिएन्टेसनले तपाईँलाई के दिन्छ? थोरै परिचय दिन्छ। म परिचयको कुरा गर्न चाहन्छु। यो अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, यसको पहिलो नाम थियो नेपाल कलेज फर कम्प्युटर स्टडिज। म तपाईँहरू जस्तै मैले बाहिरबाट पढेर आइसकेपछि मैले आजभन्दा 26 वर्ष अगाडि म लगायतको टिमले खोलेको कलेज हो यो कलेज भाडामा एउटा घर लिएर हामीले सञ्चालन गऱ्यौँ। अहिले तपाईँको बाटो पारी एउटा तन्दुरीको तपाईँको एउटा घर छ, त्यही घरबाट हामीले सुरुवात गऱ्यौँ। हामी 2 वर्ष मात्रै भाडाको घरमा बस्यौँ अनि हामीले भावी योजनाका साथ यो बिल्डिङ मात्रै नभइकन सबैभन्दा पहिला हामीले 2टा बिल्डिङहरू बनायौँ। जुन बिल्डिङ मध्ये एउटा प्रशासनिक बिल्डिङ जहाँ हामीहरू बस्छौँ र अर्को एउटा सानो बिल्डिङ जसमा 11 का भाइ बहिनीहरू पढ्नुहुन्छ। बिस्तारै 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 हामी अगाडि बढ्दै गयौँ र तपाईँहरूलाई मैले भन्नै पर्छ 2000 मा नेपाल कलेज फर कम्प्युटर स्टडिज हुँदाहुँदै हामीले 2टा प्रोग्राम लन्च गऱ्यौँ। एउटा ब्याचलर इन कम्प्युटर एप्लिकेसन, एउटा 10+2 म्यानेजमेन्ट इन कम्प्युटर साइन्स। यो 2टै प्रोग्राम नेपालका पहिला प्रोग्रामहरू नेपालकै। हामी वी आर नट टकिङ अबाउट होइन यो क्षेत्रको कुरा गरिरहेको छैन मैले देशभरिकैको पहिलो कलेजको रूपबाट ब्याचलरमा पनि हामीले ब्याचलर इन कम्प्युटर एप्लिकेसन र 10+2 मा पनि म्यानेजमेन्ट विथ कम्प्युटर साइन्स सुरुवात गऱ्यौँ। त्यस पछाडि हामीले फेरि 2टा प्रोग्राम थप्यौँ। अर्को साल त्यो सालमा हामीले बायो साइन्स अनि साइन्स विथ कम्प्युटर साइन्स सुरुवात गऱ्यौँ। यो साइन्स विथ कम्प्युटर साइन्स सुरुवात गर्ने कलेज पनि नेपालकै पहिलो कलेज हो। यहाँहरूले बुझ्नु होला, हिस्ट्री हेर्नु होला। र बायो साइन्स सुरुवात गर्ने अहिले हामीभन्दा अगाडि चितवनमा एउटा कलेज थियो चिस्कल र बागेश्वरी। अहिले ती 2टै कलेजहरू छैनन्। त्यसैले हामी तेस्रो रूपमा भएको कलेज हो। तर आज आउँदा हामी बायो साइन्स सुरुवात गर्ने पनि हामी चितवन र नवलपरासीको पहिलो कलेजको रूपबाट हामी छौँ। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। यसरी गर्दै गरेपछि हाम्रो म्यानेजमेन्टको 26औं वर्ष हामीले पार गरिसक्यौँ र साइन्सको हामी 25औं वर्ष हामीले पार गरिसक्यौँ। तपाईँलाई म ग्यारेन्टीका साथ आज के भन्न चाहन्छु भने हाम्रो विरुद्धमा हाम्रो कलेजको विषयमा तपाईँले कुनै फल्ट पाउनुभयो भने म अभिभावकहरूलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। तपाईँ डाइरेक्ट आउनुहोस्। मेरो एचओडी सरहरू, मेरो डिपार्टमेन्ट कलेज ठुलो छ, हामीसँग 10-12 प्रोग्रामहरू पढाइ हुन्छ। करिब हामीसँग 2500 जना विद्यार्थी यो कलेजमा अहिले पनि पढिराख्नु भएको छ। तर तपाईँहरूले हाम्रो एचओडी सरहरूलाई भन्दा तपाईँको चित्त बुझेन। तपाईँको म्यानेजमेन्टको हाम्रो हरि थपलिया सर एचओडी हुनुहुन्छ, म्यानेजमेन्ट डिपार्टमेन्टको प्रमुख हो, हाम्रो सहायक प्रमुख। म्यानेजमेन्टको कुनै पनि प्रब्लम भयो, होटल म्यानेजमेन्टको कुनै प्रब्लम भयो, डाइरेक्ट आउनुहोस्, उहाँलाई भेट्नुहोस्, कमेन्ट गरिहाल्नुहोस्। मलाई कलेजमा आएर कमेन्ट गर्ने अभिभावकलाई म सल्युट गर्न चाहन्छु, म सम्मान गर्न चाहन्छु। किनभने हामी यति धेरै ठुलो लगानी गरेका छौँ। तपाईँहरूको कमेन्ट आएन भने हामी सुध्रिँदैनौँ। तपाईँहरूले हामीलाई बाहिर नभनिदिनुहोस्। बाहिर भयो भने उहाँलाई मुखको जवाब दिनुहोस्। उहाँबाट पनि तपाईँको समस्या समाधान भएन भने हाम्रो भाइस प्रिन्सिपल हुनुहुन्छ, उहाँलाई आउनु होला। उहाँबाट माइडियर मान्छे हुनुहुन्छ, अघि तपाईँले आएर उहाँलाई भनिरहनु होला। मैले किन भनेको भने मलाई भेट्न अलिक गाह्रो पर्न सक्छ, म धेरै काम गर्नुपर्छ नि, त्यसैले गर्दा त्यसोबाट पनि समस्या आएन मेरो क्याबिनमा आउनु होला। म तपाईँलाई चिया खाएर तपाईँको कमेन्ट सुन्छु। किनभने यो स्कुललाई मलाई सेकेन्ड बन्नु मलाई छुट्टै छैन। म जहिले पनि फर्स्ट हो र भोलि पनि फर्स्ट हुनु जरुरी छ। त्यसैले कमेन्ट गर्न जरुरी छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु। यो एउटा यस्तो कलेज हो नेपालकै। अन्तमा धेरै कलेजहरू, प्राइभेट कलेजहरू भाडामा छन्, लगानी गरेका छैनन्। मैले भने ती कलेजहरू आज हराएर गएका छन्। यो कलेजको करिब 3 बिघा जमिन छ। कलेजकै नाममा हामीसँग 1.5 बिघा भन्दा बढी जमिन हामीले कलेजको नाममा राखेका छौँ। यो भवन कलेजकै नाममा छ। हाम्रो अस्तित्वमा चलेको भए पनि भोलि हामी रहौँला या नरहौँला, तर यो कलेज रहन्छ। त्यसैले त यो कलेज ब्रान्ड हो, हाम्रा भाइ बहिनीहरूले भन्नुभएको छ। त्यसैले तपाईँहरू जहिले पनि के ढुक्क रहनुहोस् भने यो कलेजलाई प्रमोसन गर्नेमा तपाईँहरू यो कलेजको आजका दिनबाट, अबका दिनबाट तपाईँ यो कलेजको एम्बेसडर हो। एम्बेसडर हाम्रो कलेजलाई बचाइराख्ने, समाजमा अगाडि लैजाने र समाजमा दूषित मान्छेहरू छन्, भ्रष्ट मान्छेहरू छन्, नराम्रा मान्छेहरू छन्। ती नराम्रा मान्छेहरूलाई हामी सँगै लड्नेछौँ भन्ने
हाम्रो एउटा साझा प्रतिज्ञा व्यक्त गर्दै हामी सबैको हुनेछ भन्ने मैले आशा राख्दै तपाईँहरू सबै आइदिनु भयो। यहाँहरूलाई हाम्रो यो भव्य र सभ्य कार्यक्रममा यहाँहरूको उपस्थितिलाई म मेरो तर्फबाट कलेजको तर्फबाट समग्र यहाँहरूलाई धन्यवाद व्यक्त गर्दै आजको यो ओरिएन्टेसन कार्यक्रम अझै बाँकी छ। यो म सभापति भए पनि लास्टमा बोल्ने चलन छ, म अब नबोल्ने र यो कार्यक्रम अन्त गर्दा हाम्रो भाइस प्रिन्सिपल सरले नै अन्त गर्ने कुरा राख्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। केही बाँकी रह्यो भने फेरि बोलाउँला। नमस्कार, जय अक्सफोर्डियन। सबै उदाहरणहरूलाई एकचोटि विश्लेषण गर्दाखेरि साँच्चै अक्सफोर्ड इज अ ब्रान्ड। अनि भर्खर उहाँ दिदीले भन्नुभएको थियो, त्यो दिदीले भन्नुभएको कुरा मलाई फेरि मेरो मनमा आइरहेको छ। साँच्चै उहाँले सोचेरै भन्नुभएको हो, बुझेरै भन्नुभएको हो, किनकि उहाँ पनि यही विद्यालयमा यही कलेजमा अध्ययनरत छात्रा हुनुहुन्छ। त्यस कारणले गर्दा साँच्चै म फेरि पनि भन्न चाहे, वन्स अगेन अक्सफोर्ड इज अ ब्रान्ड। र आजको यो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा म व्यक्तिगत प्रतीक पौडेलको तर्फबाट स्वागत एवं यस कलेजमा चुज गरेर मेरो साथी मेरो मित्र बन्नुभएकोमा हार्दिक धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। सँगसँगै यहाँ आएर बोल्ने मलाई एउटा अवसर दिनुभयो। मलाई भन्नुभयो किन यहाँ बोल्नुपर्छ भन्नुभएको थिएन। मलाई यस्तो सोचेँ, ओहो मैले बोलिदिनुपर्छ क्या भन्ने लाग्यो। अनि जानुपर्छ क्या भन्नु थियो, धन्यवाद भनिहाल्नु म नबोलिदिन्छु भनेर यहाँ आएको थिएँ। यस्तो मलाई यसरी यहाँ आएर बोल्ने एउटा सुवर्ण अवसर दिनुभएकोमा आदरणीय भाइस प्रिन्सिपल सर उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खेतीपाती गरेर आफ्नो बच्चालाई उज्जवल भविष्य दिलाउनको लागि यो चितवनको चाहिँ यो अक्सफोर्ड कलेजमा आफ्नो बच्चालाई नाम एडमिसन गराउन आएको छु अनि गराइदिएको छु। अनि मेरो बच्चा चाहिँ भविष्यमा उज्जवल गर्छ भने यही आशा और विश्वासको साथ सम्पूर्ण सरहरूलाई पुनः स्वागत तथा हार्दिक
नमस्कार गर्दै तपाईँ सम्पूर्ण अभिभावकहरूमा नमस्कार पुनः नमस्कार गर्दैछु। धन्यवाद सर। बाह्रदेखि आउनुभएको राम कुशवाहा सरलाई राम्रो अभिव्यक्ति व्यक्त गरेर जानुभयो। अहिले जाने बेलामा उहाँलाई भेटेर लाइब्रेरी हेरेर भिजिट गरेर कति किताब छन् के किताब छन् बुझेर गइदिनु होला र पछि कुनै पिरियड लिजर हुँदा अथवा ब्रेकमा अथवा तपाईँ बिदाको दिनमा पनि हाम्रो प्रशासन खुलिरहेको बेलामा आएर लाइब्रेरी प्रयोग गरिदिनु होला यो भन्न चाहन्छु। म्याडमलाई धेरै धेरै धन्यवाद आइदिनु भयो। अभिभावक मध्येबाट कोही अझै पनि हुनुहुन्छ भने कृपया अगाडि आइदिनु होला। नमस्कार, म विनोद बगाले, भरतपुर 12 नम्बर वडा मेरो घर। हाम्रो यस अक्सफोर्ड कलेजमा छिरेको चाहिँ नजिकैको भए पनि पहिलोचोटि। किन पहिलोचोटि भयो त्यस्तै आफ्नो आफ्नो काम व्यस्तता प्रोफेसन सबै कुराहरूले गर्दा। तर मेरो बाबुले के भन्यो, बाबु कहाँ पढ्ने त 11 क्लास कहाँ पढ्ने, बाबा अक्सफोर्ड कलेजमा। किन अक्सफोर्ड कलेज? अब अचेलका बाबु नानीहरूले त अब हामीले भन्दा धेरै बुझिरहेकै हुन्छन्, आफ्नो हिसाबले सर्च गरेका हुन्छन् व्यक्तिगत रूपमा। उनीले अब मोबाइलमा सर्चहरू यताउति गर्ने, नारायणगढतिर यसो घुम्न आउँदा पनि अक्सफोर्ड कलेज देख्ने। अब आफ्नो साथीहरू पनि कोही कोही अक्सफोर्ड कलेजमा पढेको उनीलाई थाहा रहेछ अक्सफोर्ड कलेज त यस्तो राम्रो छ अरे बाबा। म आफ्नो हिसाबले बुझ्न आएँ, मलाई पनि अत्यन्तै राम्रो बुझाइ चाहिँ मेरो हुन गयो। र आज जुन सरहरूले यो ओरिएन्टेसन क्लास आयोजना गर्नुभयो यसबाट म झनै प्रभावित भएँ। यस्तो खालको ओरिएन्टेसन क्लास कति ठाउँमा हेरियो देखियो सुनिएको पनि छ। तर आजको ओरिएन्टेसन क्लास कस्तो भयो त भन्दा स्वयं फाउन्डर प्रिन्सिपल सर त्यत्रो घाँटी दुखाइ आएर यहाँ बोल्नु भएको छ। सम्पूर्ण सम्बन्धित विषय शिक्षकहरूलाई अगाडि राखेर शपथ ग्रहण गराएर यस्तो चाहिँ हामीले कमै देख्न पाउँछौँ। मलाई लागेको थियो एउटा अक्सफोर्डको ब्रान्ड कलेजमा जाँदैछु, त्यहाँको सरहरूको पोजिसन अब हामीसित मिट्न होला, कसरी बोल्ने कसरी उहाँहरूसित आफ्ना कुराहरू राख्ने जस्तो फिल मलाई पनि भइरहेको थियो। जुन आज यो ओरिएन्टेसनमा बसे पछाडि पुरै नर्मलाइज भएर म चाहिँ अक्सफोर्ड कलेज साँच्चैकै ब्रान्ड कलेज रहेछ भन्नेमा म पुगेँ। यो चाहिँ मैले भर्खरै महसुस गरेको कुरा हो। कुनै पनि कलेजमा सम्बन्धित टिचरहरूलाई यसरी अगाडि राखेर शपथ ग्रहण गराएर आफ्नो बाबु नानीहरूको आफ्नो विद्यार्थीहरूको जिम्मा तपाईँहरूको फिर नगरोस् हामी छौँ भनेर यसरी जिम्मा लिने कलेज चाहिँ अक्सफोर्ड कलेज मैले पाएँ। यसैको लागि चाहिँ म अत्यन्तै आभारी छु अक्सफोर्ड कलेजप्रति। र मेरो बाबु नानी अब भोलि क्लासमा जाँदाखेरि कति समस्याहरू आउलान्, कता भन्लान्, के गर्लान्। अब ठुलो म्यानेजमेन्टको टिम छ, कोसँग भेट्ने के गर्ने, मलाई आफैलाई लागिरहेको कुरा निवारण गरिदिनु भयो। अक्सफोर्ड कलेजप्रति धेरै आभारी छु। हस्, धन्यवाद।